हड्डी पनि बलियो, छाला पनि गोरो चम्किलो बनाउनको लागि कमजोर भन्दा कमजोर शरीर छ भने एकदमै हेल्दी ड्रिङ्क बनाएर आज म हजुरहरूलाई सेयर गर्छु। यसको लागि चाहिने सामग्रीहरू चाहिँ मैले सुरुमै रेडी गरेर लिइसकेकी छु। अब यसलाई चाहिँ क्रमशः 1 बाइ 1 गर्दै टक्क एउटा मिक्सरमा राख्छु। हजुरहरूले सामग्री देखिसक्नु भएको छ। बदाम, स्याउ, त्यसैगरी यो चाहिँ भुटेको चना अनि आफूलाई के नट्सहरू मनपर्छ सबै थरी लिने। अलिकति सुप पनि, आधी कचौरा जति दही राख्ने, त्यसैगरी 2 वटा जति केरा राख्ने। अब 2 जनाको लागि बनाउँदै हुनुहुन्छ भने 2 वटा, 1 जनाको लागि बनाउँदै हुनुहुन्छ भने एउटा केरा राख्दा पनि पुगिहाल्छ है। अनि यो सबै सामग्रीहरूलाई राम्रोसँग पिस्ने, मिक्सरमा राखेर पिसिसकेपछि घुर्र एकछिनमा नै पिसिहालिन्छ है। अनि लगातार हजुरहरूले चाहिँ 7 दिनसम्म खाएर हेर्नु भयो भने शरीरमा छुट्टै फुर्ती आउँछ। हजुरहरूले पनि ट्राई गरेर हेर्नुहोस् है। अनि यो चाहिँ बच्चा बच्ची, बुढाबुढी, ठिटा ठिटी सबै उमेर समूहको लागि एकदमै बेस्ट।